Hi everyone, welcome to my video. आज चाहिँ अब चाहिँ यसो बाहिर निक्लिन आँटेँ क्या म। अहिले 5 कति 5:30 जति भयो होला। घाम गयो, भित्र कोठामा बसिन सक्नु छ। यस्तो तातो छ कि कोठा पुरै छोडिदिउँ। यसो एक राउन्ड हानेर आउनु पर्यो भनिरहु। हान्ने त हान्ने, एक राउन्ड कहाँ हान्ने, चट्ट यो वडा कार्यालय घुमेर आउनु पर्ला जस्तो लागिरहेछ मलाई। यो बाटो जाउँ कि यो बाटो जाउँ? यही बाटो जान्छु। उसको बाटो हल्का यो नोइज आउँछ क्या मेरो फोनबाट हो कि हल्का नोइज आउँछ। बोलीभन्दा आवाजभन्दा धेरै नोइज आइदिन्छ क्या। मान्छेहरू अनौठो मानेर हेरिरहेछन् किन हो? कस्तो बवाल घाम देखिएको यार यहाँबाट। क्षितिजमा भन्छ नि, क्षितिज भन्छ नि त्यस्तै के। चप्पलको पनि आवाज आइरह्यो होला है। खुट्टा धोको क्र्याक 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 टाइपको आवाज आउँछ। कोठाभन्दा एकदम शीतल महसुस भइरहेछ मलाई। अब म जाँदैछु। यो मलाई एउटा प्रब्लम छ क्या। के छ भने यो अब त्यो हुन त्यो क्यामेराको अगाडि बोल्न सके पनि मासहरूको अगाडि बोल्नै सक्दिनँ क्या। हुन्छ नि मान्छेहरूको पुरै अगाडि बोल्न त्यस्तो भित्रबाट पनि आउँदैन। त्यसकै लागि म प्र्याक्टिस गरिरहेको छु कि बाटोमा हुँदा कोही छेउ अरू मान्छेहरू हिँड्दा पनि म बोलौँ भनेर त्यसैको लागि प्र्याक्टिस गरेर बोल्दै हिँड्दैछु। मान्छे भए पनि भालै भएन। तिनीहरू के खाइदिएछ र होइन? तिनीहरूको केही खाइदिएको छैन। जे आउँछ त्यही बोल्ने हो। आएन भने चुप्प लागेर बस्ने हो। चुप्प लागेको भिडियोलाई एडिट गरेर काटेर बोलेकोसँग ट्याक्क मिलाउने। त्यही त हो, के गर्नु। हुप्पो छ। ओहो, यहाँ गुँड रहेछ यार। यो पोलमा चराको गुँड रहेछ। कुन चराको आई डोन्ट नो। थाहा भएन मलाई। तर म अब यो एकदम बानी खराब चाहिँ के छ भने एउटा घरको म देखाउँछु ल तपाईँ। के गर्छ भने फोहोरहरू प्लास्टिक दुनियाँ दिवाना कलेक्ट गरेको हुन्छ आफ्नै घरको। फोहोरमा फाल्दैन नि, होइन। एक ठाउँमा चौरीमा ल्याएर एक ठाउँमा यत्रो थुप्रो बनायो अनि आगो लगाइदियो। अनि पुरै टोलै धुवा हुन्छ क्या। यो चाहिँ मन पर्दैन मलाई। यो चाहिँ एकदमै मन पर्दैन। ल सानो ठिक्क अलिअलि बाले त हुने नि। यत्रो हुन्छ त्यो पुरै चाहिँ फेरि बल्दैन क्या, धुवा मात्र आइदिन्छ। हरियो पातसात सबै हालेको हुन्छ अनि बल्दैन, धुवा मात्र आइदिन्छ। सासै फेर्न गाह्रो हुन्छ नि। अब बुढाबुढीहरूलाई सास फेर्न गाह्रो हुन्छ। प्रब्लम भएको मान्छेहरूलाई, जस्तोमा भएकोहरूलाई गाह्रो हुन्छ। अब म यहाँ चोकको बाटोतिर निस्किन आँटेँ। हेलो, के हो तिम्रो नाम? आर्या नेपाल हो। कतिमा पढ्छौ? फोमा। ए, के गर्न आँटे? खेलिरहेको? ए ल बाई बाई। एउटा बहिनी फोर क्लासमा पढ्ने बहिनीको नाम आर्या रहेछ। यसो भिडियो बनाउँदै थिएँ। हाई भनेको पछाडिबाट मैले क्यामेरा यता लगिसकेको थिएँ र पनि हाई रे अनि बोलौँ भनेर बिचरा बोल्नु एकैचोटि 81 फर्मल भयो नि। यसरी बसेर पुरै फर्मल वेमा भन्न थालिन्। ठिक छ, खेल्नुपर्छ केटाकेटी, यो खेल्ने उमेर। भोलि पर्सि
18 कटेपछि बिहे र काम भन्ने बेला आउँछ। खेल्ने त अहिले नै हो। म यस्तो भिडभाडमा भिडियो नबनाउनु कारण नि एकदम नोइज आउँछ क्या, मान्छेहरूको अरू चिजहरूको एकदम नोइज क्याच गर्छ क्या यो फोनको भिडियोबाट। एउटा माइक लिनु पऱ्यो भनेर सोचिरहेको छु। माइक लिएपछि चाहिँ अलिक कम हुन्छ होला सायद। त्यही कारणले हो क्या मैले सानो बोल्छु कि मलाई थाहा छैन होइन। मलाई बोलेको मेरो ठिक्क जस्तो लाग्छ र पनि यहीँ मुखको यहीँ बोली चाहिँ त्यति बुझिँदैन। वहाँ कहाँको साउन्ड चाहिँ पुरै मस्त आइरहेको हुन्छ, क्याच गरिरहेको हुन्छ क्या। त्यो चाहिँ अलिक कस्तो नराम्रो टाइपको लाग्छ। यताबाट आएँ म, त्यहाँनिर वडा कार्यालयबाट यो माथिको बाटो छिरेँ। यो चाहिँ खासमा एक्चुअली भाइरल भएको बाटो हो क्या, यो विराटनगरमा भाइरल भएको बाटो हो। पुरै लाइट साइट त्यतिखेर मस्त बल्थ्यो अनि मान्छेहरू टिकटकहरू बनाउन आउँथ्यो क्या। भनौँ न 2 वर्ष 3 वर्ष अगाडि कुरा हो। भाइरल बाटो थियो। अहिले केही न केही मान्छेहरूले माथिको लाइट नै निकालेर लगिदिने क्या घरमा बाल्न। सबै तार पनि नछोड्ने, चट्टर निकालिदिने लगिदिने भयो। अनि त्यही भएर यो अहिले कसैले रिभ्यू पनि बनाएको छैन, केही पनि गरेको छैन क्या। यस्तै कारणले गरेर होला मान्छेहरूले राति भएपछि अनि सामान छोड्दै लगिदिने। अनि केही विकास गरेर पनि काम छैन क्या। फर्स्टमा त मान्छेहरूको माइन्डसेट विकास हुनु पऱ्यो अनि मात्र देश विकास हुन्छ, नत्र देश बन्दैन। माइन्डसेट सुरुमा ठिक भएपछि मात्र देश बन्छ। सबैको माइन्डसेट खराब हुन्छ भनेको छैन, कसैको त्यस्तो हुन्छ। त्यसलाई के गर्नु, के भन्न पनि सकिँदैन। नदेखेको हुन्छ, न सबुत हुन्छ होइन। भूतसँग मूर्खसँग भगवान पनि डराउँछ भन्छन्, त्यही हो क्या। मूर्खदेखि भगवान पनि डराउँछन् रे। त्यही भएर नबोलेको कारण हो, तर एक्सन चाहिँ लिनुपर्ने हो होइन। यो पोल चाहिँ पुरै एकतिरबाट भाँचेको छ अनि त्यहाँबाट तारै निकालेको छ क्या, त्यस्तो छ। भाँचेर तार निकालेको छ। कस्तो राम्रो गार्डन के हो यो, हेरिटेज मोन्टिसरी रहेछ, तर बवाल गार्डन रहेछ भित्र। राम्रो गार्डन। त्यतिखेर अब बल्ल हावा लाग्न थाल्यो क्या, अलिक चिसो हुन थाल्यो जस्तो भयो। तर एकदम क्राउडेडै छ यो बाटो, एकदम क्राउडेड छ, एकदम क्राउडेड छ। अर्को बाटो एक राउन्ड अझै हान्नुपर्छ क्या, मजा आउँछ जस्तो लाग्यो। मान्छेहरू हुन्छ नि हेर्दै हिँड्न। तर नोइज कन्ट्रोल गर्न चाहिँ सकिएन है केही गरेर पनि। के हो त मन्दिर जस्तै छ तर होइन होला सायद, घरमाथि मन्दिर होला। मन्दिर त मन्दिर, घरमाथि मन्दिर। झाडी छ पुरै साइडमा, कस्तो दामी फुल रहेछ। त्यो फुलहरू छ क्या। यो के हो यो, घर बनाउँदै रहेछ। रिकन्स्ट्रक्ट हो कि क्या हो यो, मोडिफाई गरेको जस्तो छ घरलाई। घर मोडिफिकेसन हानेको जस्तो छ। अरू यस्तै हो। त्यो हजुरहरू अब यो म भिडियो धेरैतिर हाल्छु क्या। एउटा HICH भन्ने एप पनि छ, त्यो पनि म युज गर्छु। अनि टिकटकमा, युट्युब
युट्युब सर्ट्समा अब चाहिँ युट्युबमा त भइहाल्यो अनि फेसबुक रिल्सहरूमा पनि हालेको हुन्छु। फलो गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु, के कस्तो लाग्छ कमेन्ट गरिदिनु। अब आजलाई मैले यतिमै टुङ्गाएँ। बाई 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 एभ्रिवान। अब फेरि भोलि एउटा यस्तै भ्लग लिएर कतै गएको। भोलि चाहिँ कहीँ जान्छु, यतिकै बाटोमा होइन, कतै गएर एउटा राम्रो खालको होइन, कतै गएर एउटा भ्लग जस्तो प्रोपर वेमा बनाउनु पर्ला। मलाई थाहा छ म एकदम रफ टाइपकोले बनाउँछु, तर मलाई यतिकै पनि उ लाग्छ क्या, ठिक जस्तो लाग्छ। अनि चलेगा त होइन, र पनि ठिक छ होला। आफ्नो मनबाट त्यतिले नि म भइरहेको छु, सेटिस्फाई भइरहेको छु भने जस्तो लाग्छ कि, त्यही भएर हो। सो अब भोलि पर्सि अब 1-2 दिनदेखि केही स्क्रिप्टहरू लेख्छु म, अनि एउटा भिडियोहरू एपिसोडवाला भिडियोहरू चाहिँ म हाल्नेवाला छु। त्यसको लागि केही टाइम लाग्छ, त्यसपछि अलिकति राम्रो गर्दै सिक्दै त जाने हो नि यो चिजहरू सबै। सुरुमै त मलाई पनि अब आउँदैन, साथीहरूसँग सबैसँग मिलेर कोअर्डिनेसन गरेर ग्रुपमा बसेर होइन गर्दै जानुपर्ला भनेर सोचेको छु।